हेलो गाइज, हामी चाहिँ अब हिँड्यौँ घुम्न। भ्याकेसन, बच्चाहरूको भ्याकेसन छ। बच्चाहरू त्यहाँ, सामानहरू दिदी। बिहानको 5 बज्यो। तिमीहरू हल्ला गरेर खोइ पुकार टोपी लाऊ तर सूर्य सनसेट बादलहरू बाटोहरू बनाउँदै नखाने तँलाई भोटे सियो नखान्छ मान्छेले ठेल्ने जस्तो भइसक्यो है पुरा। अब केही सिप लाएन नि पुकार रेस त्यही बहिनी अनि रेसिकाले ठेल्दा त अनि मैले बल गर्दा त कसो नचढ्ला भन्दै थियो धन्न चढिहाल्यो अनि यस्तो ठाडो ओकालो रहेछ त अनि बसेछ बगरे रहेछ यहाँ त रोसी खोला यही हो हेर्नु त यहाँ यो सर्लकै घर लगेको हेर्नु त त्यहाँ मान्छेको घर छाडै लगेको रोसी खोला यही त हो नि दसैँतिर लगेको हो नि त्यत्रो बवाल भएको यही हो। अनि यो बाटो त उतै आएको थियो नि त यो बाटो अनि उताबाट जानु पर्थ्यो जसरी अघि आएको थियो नि सोझी त्यसरी जानु पर्थ्यो अनि रोसी खोला लगेर यत्रो बनाएको खोलो उतै अघि त्यहाँ आउँदा च्याप फेरि खोलो त्यो खोलो हेर्नु यत्रो बनाएको मान्छेको घर बारी सबै बगाएर अनि खोलाको बिचमा यहाँ अनि बाटो बनाऊ कि यो टोपी बोडे चिसोमा मङ्गलटार अन्त यो त मङ्गलटारै त उसले नेतासम्म त यतातिर नि सबै बगाएको होला है। मङ्गलटारमा कति राम्रो खेती हुन्थ्यो हाम्रो दिदीको घरै हो यतातिर कता हो रोड त खतम माथि घर अन्त सबै गएछ नि हेर्नु त धरा बगिसकेछ नि पहिरैले होला नि है पहिरोले त हो त विनाशै बनाइसक्यो विनाश सुन्तलाहरू रहेछ नि त साइड निकाल्ला किन्ने हो उता पाउनु होला अलिकति खाम किनेर जाऊँ अहिले किनेर थोरै खाम के कति पाउँछ सिन्धुलीमा हो त्यसो त्यतै किनौँ न
सिन्धुलीमा पाउँछ होला नि पुरो सिन्धुलीमा पाउँछ यो जुनार यो सुन्तला चाहिँ उतैबाट ल्याएका हुन् कि उतै सस्तो पर्छ कति लामो खोला कति धेरै छ यिनीहरूको मेरमिला भइसकेको छ यसो नभइ नि हुन्थ्यो अब क्रोकोडाइल हुने हो मान्छेहरूलाई यहाँ भात खुवाउँछ कि मान्छेहरूको ए हाइवे खाना खाने ठाउँहरू कति भयो 10 बजे नि बज्यो नि ए अब बिग्रियो बाटो छ क्या रोड रोडै अब चाहिँ होइन त अब टाँसेर यहाँसम्म आइपुग्ने होला आउँछ त अब है अनि यत्रो भरिन लगाइसक्यो त्यो आएन टाँस्यो भने चाहिँ के हुन्छ मान्छेहरूको त्यो कतिको एक्सिडेन्ट हुँदो रहेछ कि गाडीहरूमा यताउति अनि त्यस्तोहरूमा आइना भाकल गर्दो रहेछ म आइना लाउँछु पुरकोट भनेको कि आइना टाँस्ने ठाउँलाई मुलकोट भनेको आइना टाँस्ने ठाउँ अझै मुलकोट आइसकेको छैन आइना टाँस काटेपछि बल्ल मुलकोट आउँछ मुलकोट यहाँ नि यहाँ बाटोमा हेर सानो त्यो के बिरालो के भन्छ न्याउरी मुसा न्याउरी मुसो गइहाल्यो तिमीहरू यसो यसो हेर्न पाउँछ जङ्गलको मुसो के न्युरी मुसो अब उताबाट गाडी आउने बालो बेटर भएछ अब त धम्मै गाडी आउने मुलकोट आइपुग्यो हामी चाहिँ मुलकोटको रिसोर्ट रहेछ यो सबै त्यो खोलाले बगाइछ हामीले यहाँ गाडी चार्जिङमा एकछिन चार्जमा राखेको गाडी अब एकछिन चार्जमा राखेर हिँड्नुपर्छ अब एकछिन त्यता नजाऊ लड्छ मुलकोट ऐनावाला बाटो यही हो त त्यो घुम्ती यो चाहिँ त्यो मुलकोटको रिसोर्ट हेर्नु न यहाँ अब यो घुम्ती होइन यो घुम्ती त नर्मल यति लामो घुम्ती छ यो त अर्को घुम्ती त आउनै पो छ त त्यो खोलाले बगाएको रहेछ अन्त यो त कति राम्रो देखिरहेको छ म त कर्सेर खुट्टा पो छोडिदिरा Economy drive mode activated. यस्तै यहाँको चार्जिङ स्टेसन खोज्दै हिँड्नुपर्छ के ठाउँ र यो खास
बढी उकालो चढेपछि आउँछ। यो पनि त्यस्तै देखिँदो रहेछ नि। त्यो अझ लामो घुम्ती, त्यो त्यस्तो छोटो घुम्ती छ क्या, गुटुक 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 छ कि। चाहिँ यहाँ आएपछि बल्ल घुम्ती आयो होइन, चाहिँ त्यहीँ 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 रन 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 छ कि सानो बाटो। यहाँभन्दा सानो छ त्यो बाटो। त्यो डेन्जर है माथितिर। काखमा बस्ने बाबु बजार। यहाँबाट यहीँबाट कि कताबाट हो कि अलिक माथिबाट हो कि यहीँबाट छ पुल, अनि पारी गयो भने ओखलढुङ्गा नि यतैबाट जान्छ। कति कति चाहिँ जान्छ, कति जाँदैन। धेरै जति चाहिँ सोलुपट्टिबाट जान्छन् ओखलढुङ्गा, धेरै जस्तो यताबाट जान्छ। योबाट 170, उता सागहरूलाई माथिको 150। त्यो त नेक्स्ट महँगो यहाँनिर गढी डाँडा सेल्फी डाँडा नि भन्दो रहेछ। सुन्तला यो चाहिँ सेल्फी डाँडा रे है, सेल्फी डाँडा। मेरो कानको साह्रो चिलाको, कान कनाउनी पनि सेल्फी डाँडा रे। टिकटक बनाउँदै हो। कति राम्रो देख्यो नि। अब यो तलबाट जाने हामी। रमाइलो गाउँ रहेछ सेल्फी डाँडाको गाउँ। यत्रो भारी छ, मान्छे छ त्यो बाराती। त्यो गाडी कति छेउमा। ए माई गॉड है। के भन्छ यस्तो बाटोमा रक्सी खाएर हाँक्यो भने चाहिँ गयो है। हो भने सिन्धुली कति राम्रो जङ्गल। बद्री बास आइपुग्न लागेको चाहिँ होइन त। राख्न बाबु राखेर पछाडि गएर के गरे, कोही सुते कोही यत्रो आँखा हेर्दो रहेछ। यो चाहिँ भोटो बद्रीबासको हाइवे। पृथ्वी राजमार्ग के भन्छ अब यसलाई।
त डाइरेक्ट कफी खान्छु एक कप कफी खायो यति कफी खाएपछि अब इटहरी पुगिन्छ यति कफी खाएपछि अब इटहरी पुगिन्छ भनेको टाटा मोटर्सले यति सुविधा दिएको छ कि हामीलाई हो कि भन्दा चट्ट चार्जमा हाल्ने फ्री चार्ज 1 रुपियाँ पैसा लाग्दैन कफी खाने चट्ट आफ्नै ग्लासमा फेरि जति खाए नि हो कस्तो राम्रो के अरे यो ठाउँको नाम यो त ढल्केबार ढल्केबार अब यहाँ बन्दीपुर आउँछ बन्दीपुर 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 यहाँको बन्दीपुरै फेरि तराईको बन्दीपुर होइन अन्त मलाई नि ढल्केबासको ठाउँ राम्रै रहेछ हो जलातपुर तराईको हाट बजार तराईको हाट बजार त्यही हो कति मिठो पर्छ कस्तो मिठो पकौडा है कचौडी सोमबारे हाट बजार कचौडी खान्थ्यौँ है सानामा हामी हाट बजार हाट बजार आएपछि के खाने त लाइमुरी कचौडी त्योभन्दा अर्थ त्यो होइन ए वार कति मिठो चटपटेवाला जस्तो के लाइमुरी भनेको भुजा अनि आलु चप के लाइमुरी कचौडी कहाँ रे तपाईँले भनेको त्यो लस्सी लस्सी त उता उता बन्दीपुरको हाट बजार तराईको बन्दीपुरको हाट बजार नेपाली त एउटै देखिँदा म त खासै मधिसे गानी अनि कहाँ ने कहाँ गएर बस्ने भनेको छ त्यो बजार गोल बजार यो 5:30 बज्यो गोल बजार आइपुग्यो ठाउँमा ठाउँमै छ हो अब 1.5 घन्टा होटल 1.5 घन्टा ठ्याक्कै हेर नि त्यो हटिया लागेको हाट बजार 500 को जोडी हाफ प्यान्ट 500 को जोडी भुजा होला नि यो पर हजुर बजार लाइफ बजार यस्तो अब राति पे छ आफै 6:30 भयो लहनमै अब 8-9 बजेतिर पुगिन्छ हामी इटारी बजारै रहेछ नि मोबाइल सबै मजाले राम्रो पाउने उही जमानामै ठुलै बजार थियो कि लहान भनेको त अनि अहिले त के नहोस् त अन्त जानु चितवन चितवन जस्तो रहेछ छैन नि कस्तो अँध्यारो देख्यो अनि होइन कि पेडा भण्डार आयो अब कोसी आयो अब सप्तकोशी 7:30 भने चाहिँ अब आधी घन्टा कोसीबाट यताबाट लिएको त टन्नै ल्याइदिएको थियो कि पेडा र त्यो के अरे जस्तो इलामे मिठ ललिपप र फुवा पेडा यहाँ बजारै बस्छ अहिले चाहिँ यस्तो पसल राखेछन् नभए त यस्तो यस्तो ठेला लिएर बस्छ ब्यारेक चाहिँ आयो कोसी ब्यारेक 10 मिनट त पाइन्छ 8 बजेर कोसी ब्यारेक आयो 8 बजीले तपाईँलाई भने चाहिँ ठुलो गेट थियो भने यो कोसीको यतिवटा ढोका खोल्यो भने यो मुनि मुनि ढोका छ क्या यहाँ ताल छ त्यो दिउँसो चाहिँ दामी देख्छ यतातिर पानी हेर्नु न यहाँ कतिसम्मको यो माथि माथि छोप्छ यो बर्खामा ये माथि है एकचोटि बस डुबेको यतै हो विराटनगरबाट आएको बस डुबेको कति राम्रो देख्यो वाह कति लामो छ हेर त बाबु यहाँ ब्यारेक कोसी ब्यारेक भनेको त धेरै कुरामा पढ्नुपर्छ यस्तो कुराहरू के हो त लु भन के पढ्यौ त तिमीले यो बारेमा उडाउँदा
समुद्र त अनि ब्यारेक भनेको समुद्र हो कि यहाँ यी सबैजना यो हाम्रो बेडरुम यहाँ इटारी आइपुग्यो अनि के बनाउनु त इटारी आइपुग्यो हामी चाहिँ भोलि कहाँ जान्छौँ रे अब यहाँ टेन्ट चढ्न धरान बसेर के अरे इटारी अब भोलि चाहिँ इलाम जान्छौँ आजको ब्लग चाहिँ यति नै अब भोलि नयाँ ब्लग आउँछ